हेलो एभ्री वान वेलकम ब्याक टु द च्यानल र तपाईँहरूलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। र आज भने चाहिँ हाम्रो अस्ति टिस्टामा क्रिकेट खेलेको चाहिँ सेकेन्ड राउन्ड छ, जितिरहेको थियो। र आज चाहिँ हामी जान आँटेको छौँ। अहिले भने चाहिँ म दानु दाको घरमा छु, काम ताप्दै बसिरहेको छु। अब चाहिँ निस्केको, दानु दा रेडी हुँदैछ र अब चाहिँ हामी निस्किनुपर्छ है। भेट्ने छौँ एकैछिनमा। हो क्रिकेट खेल्नु गएको भन्छ, हेर न सागहरू बोकेर, हेर न क्रिकेट खेल्नु गएको अरे। पचाउनु छ त जुत्ताहरू हेर हेर दुई भाइ सागहरू बोकेर हिँडेको छ। मर्निङ सर, के छ एकदम भालो भालो छ। खै केटाहरू आउँदैन न, केटाहरू यहाँ निस्केर खै अहिले निस्केको होइन। हाम्रो दादाहरू आइपुग्नु भइसकेको छ। खै हेलो यस भाइ, तिम्रो भ्लगलाई एकदम लाइक सेयर हुँदैछ। मैले भ्युअर्सहरू कसम कसम भाइ निहालको भ्लगलाई चाहिँ एकदम तपाईँहरूले लाइक एन्ड सेयर गरिदिनुहोस्, किनभने भाइको एकदम राम्रो भिडियो क्वालिटी राम्रो छ है। राम्रो छ है, भाइको मेहनत कडा छ। धन्यवाद धन्यवाद। हाम्रो दुईजना प्लेयर्सहरू आइसक्नु भएको छ है। अब चाहिँ हामी जानु आँटेको छौँ। अगाडि अब चाहिँ हामी निस्केको है। यस्तो छ नि त, हल्ला सुना केटाहरूको। के छ मेरो चाहिँ अहिले फिलहाल फुल फर्ममा छु कि। हजुर सोध्नुहोस् न आज के सोध्नु? अस्ति त ब्रिज कटाउँछु भन्दै थियो, अस्ति त ब्याट बस्न पाएन नि त। आज कटाउने हो। आज त कन्फर्म नि। टिस्टा चट्टै कसम अहिले हेर्छु भनेपछि ल। अहिले फेरि सकेर पनि हुन्छ नि त। सकेर पनि हुन्छ फेरि, अहिले सुरु अस्ति कालधोडाको भनिदिनुहोस् न। टप हो, टप होइन टप हो। त्यतिको त बोल्ड कस्तो लाग्यो? दामी हो। र गाइस अब चाहिँ हामी लेट्स गो भइसक्यो हैन। अब चाहिँ हामी जाँदैछौँ, सिधै भेट्नेछौँ तपाईँहरूलाई ग्राउन्डमा। र गाइस हामी भने चाहिँ अहिले ग्राउन्ड आइपुगिसकेको छु, मेरो यो पुरानो साथीलाई लिएर होइन। के भन्छ तिमीलाई? हामी चाहिँ यहाँ ग्राउन्ड आइपुगिसकेको छौँ भर्खर। केटाहरू झर्दैछ। यहाँ हेर हाम्रो दा के साह्रो हेर्नसम्म रहेछ हौ। अघि आएर बसिरहेको रहेछ। अचुम छ त सुरुवाल त। हाम्रो दुई भाइ त अघि आइसकेको रहेछ हौ। हामी चाहिँ भर्खर ग्राउन्ड आइपुगिसकेको छौँ। फर्स्ट म्याच हुँदैछौँ अहिले चाहिँ। टक्कै हामी यहाँ टिस्टाको भ्यू इन्जोय गर्दैछौँ। यहाँ ग्राउन्ड चाहिँ यहाँ छ साइडमा। योहरू चाहिँ सबै अस्ति फ्लडले हो घरहरू। ग्राउन्ड चाहिँ यहाँ पर छ। उहाँ चाहिँ फेरि यहाँ के गरिदिनु अरे, फोटोसुट गरिदिनु अरे। यहाँ मेरोबाट हान न। भिडियो सुट गर्छ अरे मेरो हो। आफै चाहिँ हाल त्यहाँ ज्वरो आएर दबाई खाइकन आएको हो। बाउको जुत्ता लगाइकन आएको छु हो, भिडियो सुट गर्छु होइन। मेरो बनाइदियो भन्दा तिमीहरू भिडियो राम्रो उयो गर्दैन। क्रिकेट खेल्नु आएको छौँ हामी, भिडियो सुट गरिदिन्छु भन्दा। मोडल लुक्स अरे, मोडल चाहिँ यहाँ बिमारले खतरा खुत्रुप भइरहेको छ। भिडियो हाम्रो फेरि भिडियोग्राफर हाम्रो दाहरू एकदम रेडी हुँदैछ। खै टिएम दा यता हेरिदिनुहोस् न, आज त फुल भिडियो हाल्नै पर्छ नि टिएम दाको। हाल्नै पर्छ नि त आज त। आज फिल्डिङ कस्तो छ अन्त? भन्नु सक्दैन हौ भाइ, मेन फिल्डिङ त हाम्रो रियल भाइ फेरि हो। हामी चाहिँ भेटरेन हो नि। हेलो भन्नुहोस् न ब्लग। हामी चाहिँ भेटरेन है। हाम्रो केटाहरू मैदानमा निस्किसकेको छन्। यहाँ फिक्सर हाम्रो दाजुहरू यहाँ फिल्डिङ बसिसकेर पनि अब मेरो भन्दै फिक्सर हेर्दैछ। उहाँले पनि बल त दामी गरेको, फिल्डिङ चाहिँ तर क्याच छोडेर त। हाम्रो दाजुहरू फिल्डिङ सकेर अब ब्याटिङ। र हाम्रो ओपनर्सहरू हो, टार्गेट चाहिँ 116। ओ प्याक्स त ओ प्याक्स त हेभी हो, तर क्याच चाहिँ तर कसम भनेको यस्तो यस्तो घुमेर। र हाम्रो यहाँ ब्याट्सम्यानहरू इन भइसकेको छ। र यो फर्स्ट बल सेकेन्ड इनिङ्सको
White ball. ले झन्डे Oi, Royo catch drop. Bache. No ball. Shot. It's okay. Shot out. राम्रो shot. Buku. बस्ने अन्त लु फुल टच पनि पल्टाएर छोड्यो होला छोड्यो र यो क्याच ड्रप ले ओइ यो पनि क्याच भएन लु हो सडो आम्मा लु रोड पुऱ्यायो नि त कडा हो 2 ओभर 35 रनले प्रितम दा ब्याटिङ र यो राम्रो स्ट्रोक ले र यो बोल्ड र यो हाम्रो न्यू ब्याट्सम्यान इन हुँदैछ तीनटा भयो लु लु सडो 224 मा जितेको White ball. Ope. के हो लागेको छैन ले अब चाहिँ छोडेन र हाम्रो दाजुको पारी समाप्त भइसकेको छ और ये हमारा न्यू बैट्समैन साहिल जाते हुए और पवेलियन पे लौटते हुए ग्याप में राम्रो छ त अन्त 2 रन र गाइज हाम्रो चाहिँ दाहरू ब्याटिङ गर्दैछ होइन हाम्रो चाहिँ यहाँ छ आधी चाहिँ हो हामी चाहिँ हेरिरहेको छौँ के भन्नु 2 शब्द मैले ब्याट पाएँ भने चाहिँ अब जिताउँछु हामी चाहिँ यहाँ बसिरहेको छौँ होइन खै हो बिल्डिङ बसेर हत्तु भएको है चार के छ त के छ त एकदम भालो के छ के छ राम्रो चलिरहेछ अब हाम्रो फेरि खास ब्याट्सम्यान यहीँ बसिरहेछ अन्त हाम्रो केटाहरू यहाँ छ खै हो र अघि उनीहरूले पनि दुईपल्ट भयो त ब्रिज कटाउँछु भने के हो यस्तो आउट भएर आएको कडा छ खै एनजे बोइज हेर एनजे बोइज त अन्त 8 तारिक कसम सचमै यो पार्टी हुन्छ हाम्रो 8 तारिक
यो केटाहरूले हिसाब गर्नु थाल्यो यहाँ बसेर 27 27 54 54 3 3ले गर्दा त 54 ल रह्यो आउट उहाँ आउट भइसकेको छ टिएमडा पवेलियन की तरफ लौटते हुए ये बैट्समैन आउट रह्यो आउट दिएको छ अम्पायरले राम्रो न्यू ब्याट्सम्यान जेनुवा वाह शॉट तर 1 रन लु हौ हाम्रो आयो छक्का ले रह्यो आउट नयाँ ब्याट्सम्यान सोड्नु गइसकेको छ एक भाइले अघि त ब्रिज सर्टै पार्छु भन्दै थियो खै हेरौँ शॉट छक्का शॉट ए बेला नि हिँडाएको ब्रिज कटाउने मान्छेले त होइन हौ ओ ब्रिज कटाउँछु भन्ने मान्छे कता गयो हामीलाई चाहिएको छ 18 बलमा 31 स्थिति अलिक 18 मा 31 के गर्छ प्याकु दाले खै हेरौँ आहा 2 रन पाउँछ हौ 2 गुड रनिङ के गर्छौ जोन्दाले ले रह्यो आउट अब हाम्रो लास्ट 2 विकेट फिनिसिङ चाहिँ ए 11 बल 28 रन रह्यो आउट अब त 10 बलमा 28 10 बल छ 28 रन रह्यो आउट
दानु अन्तिम ब्याट्सम्यान 9 बल 27 रन चाहिएको छ। ल यो आउट र यो म्याच समाप्त भइसकेको छ र हाम्रो टिमहरू हारिसकेको छ र हामी चाहिँ आज नमिठो हारिसकेको छ लास्ट ओभरमा है। र यहाँ दाजुहरू मुड अफ छ हारेर। हो लास्टमा खुट्टाले आउट हुने चाहिँ हो के हो र आज ब्याड लक हार्यो। हेलो उहाँले अघि सुन्नु भएको थियो होला तपाईँले बिहानै ब्रिज कटाउँछु भन्दै थियो के भन्नु छ तपाईँलाई? ब्रिज त्यही होइन कि सधैँ दिन चाहिँ यहाँहरू हो नि त ब्याट्सम्यान चाहिँ खास चाहिँ हो यस्तो यस्तो भन्छ नि त उहाँ पनि आज फुल टचमा क्याच दिएर छैन। सधैँ दिन मासु भात कहाँ पाउँछ त बस होइन उहाँले ब्रिज कटाउँछु भन्दै थियो कि बिहान खै भन्यो नि तर 75% त 2 ओभर भइसक्यो 2 ओभर 2 ओभर 35 थियो अन्त ठिकै छ ठिकै छ अब हार्यो हार्यो हो नेक्स्ट टाइम राम्रो खेल्ने है। ल केटा हो खै खै तपाईँ चाहिँ कता फेरि फेरि उहाँ एक्लै छ अरे नि त त्यहीँ बस्दिनु हेलो म यहाँ चिया खानु र खै तिमीलाई एक बल पनि खेल्नु नपाएर कस्तो लाग्यो? जिताउँथेँ हार्दिकले त हान्ने एक ओभरमा 28 भाइ जहिले त ब्रिज कटाइहाल्यो। र गाइज आज चाहिँ हाम्रो यहाँ टिस्टामा पनि चोला उठायो हो टिस्टामा चोला उठ्यो र आज चाहिँ हामी घर जाँदैछौँ। सोधिन त अब गएको हारिसकेको छ हामी बाई बाई। र गाइज हामी चाहिँ फर्किँदैछौँ है अहिले चाहिँ अघि आउँदा चाहिँ गाडीमा थियो अहिले चाहिँ म र दा छु दा चाहिँ सिधै के भन्छ ससुरालीबाट आएको र हामी चाहिँ जाँदैछौँ हारेर। हाम्रो केटाहरू कालझोडा आइपुगिसकेको छ हारेर। हेलो के छ विचार? अब क्रिकेट खेल्नु छोडिदिन्छु त्यस्तो भनेको पनि बहुत भयो। म त गङ्गा मिलेला भयो नि त कहाँ लाग्छ फुट्दा ठुलोको त भरोसा लाग्दैन है गएर अलिकति आशा लागिरहेको थियो अस्ति काल बल देखिन होइन मोबाइलमा आशा लागिरहेको थियो कि हान्नै पर्यो हो गएर अन्त जोटले चलाएको थियो रहेछ ब्याट लागेको भए छक्कै हुन्थ्यो रहेछ हात त बाङ्गुङ भएछ अन्त कसरी हान्ने हो यो त अन्त यस्तै नि म चौधा चाहिँ यो नर्ले के हाँसेको हेर केटाहरू हाम्रो केटाहरूले समोसा चाहिँ रित्तै बनाइसकेको छ यसले त बल पक्राइएर फुटबल यस्तो गर्दा उहाँ चियाको चुस्की लिँदैछ समोसा रित्तै पार्यो। यो खालके कन्ट्रिब्युट हुँदैछ केटाको समोसाको पैसा 220 भयो त्यहाँ कन्ट्रिब्युट यो खालके छ केटाहरूको। आउनुहोस् 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 लु आउनुहोस् खै हौ। र गाइज अब चाहिँ हामी घर जाँदैछौँ है म्याच पनि सक्यो हार्यो पनि समोसा पनि खायो र अब हामी घर जाँदैछौँ। र जतिजनाले पनि भिडियो हेर्नुभयो लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला। थ्याङ्क यू सो मच फर वाचिङ गाइज बाई बाई।